हेलो एभ्रिवान नमस्ते सबैजनालाई। म र मेरो बहिनी चाहिँ आज जङपना गएको गाडीमा हामी चाहिँ नयाँ उसमा थिएँ कर्सियङमा माथि चिम्नीमा। अनि आज चाहिँ हामी तल झरेको। अनि अब तल कर्सियङ बजारबाट चाहिँ हामी गाडी चढेर चाहिँ गाउँ जान्छु गाइस जङपना। यो चाहिँ अहिले हामी कर्सियङमै छु। ओह्रालो झर्दैछु माथि चिम्नीबाट म र बहिनी। अब चिम्नीबाट ओह्रालो कर्सियङ बजारमा झरेर अलिकति काम छ, त्यो काम सकेर चाहिँ म र बहिनी चाहिँ जङपना जाने। जङपनामा चाहिँ अब त्यहाँ मम्मीहरूलाई भेट्नु जाने एक दिनको लागि। अनि भोलि बिहान फेरि हामी फर्किहाल्छु गाइस। त तपाईँलाई देखाउँछु त्यहाँ जाँदाखेरि चाहिँ कस्तो भ्यू छ भनेर है गाइस। अनि अब हामी यहाँ जाँदाखेरि चाहिँ मम्मी र बाबाको लागि हामीले चाहिँ पान लगिदिए। अनि हामीले पनि एउटा पान खायौँ, म र बहिनीले हाफ एन्ड हाफ। मम्मी र बाबालाई चाहिँ 1 पिस लगिदिए। अनि सबलाई लगिदिउँ भन्ने पैसा थिएन होइन गाइस। अनि मम्मी र बाबालाई मात्रै लगिदियो हामीले। अनि हामी दुईजनाले चाहिँ एउटा खाएँ। हामी अब चाहिँ गाडीमा जानु लागेको, बजारको काम सकेर पनि पान खाएर पनि अब चाहिँ गाडीमा जानु लागेको। मेरो बहिनीले खायो अनि अब मलाई दिन्छ हाफ राइट चाहिँ। हामी चाहिँ मिली खान्छौँ गाइस, किनभने हाम्रो चाहिँ राम्रो बन्ड छ दिदी बहिनीको। अनि लु है गाइस, अब चाहिँ हामी गाडीमा चढेको ल। फ्रन्ट सिटमा बसेँ अनि बहिनी चाहिँ सेकेन्ड सिटमा बस्यो। यसरी चाहिँ अब हामी चाहिँ जानु लागेको। एकजना मान्छे आएपछि चाहिँ अब गाडी स्टार्ट गर्छ भन्दै थियो। ऊ आएर पनि हामी चाहिँ चढ्यो। अब यहाँबाट चाहिँ हामी चाहिँ 0 पोइन्ट छ नि, यहाँ मुनि चाहिँ रोइनी हो। यतापट्टि लेफ्ट साइड जानुपर्छ। लेफ्ट साइडबाट चाहिँ महानदी पुग्छ। महानदीबाट चाहिँ अझै लेफ्ट जानुपर्छ, त्यहाँबाट चाहिँ जङपना पुग्छ हो गाइस। अनि हेर्नुहोस् चाहिँ अब चाहिँ हामी भर्खरै यहाँ महानदीबाट सरी 0बाट महानदी जाँदैछु। महानदीबाट चाहिँ जङपना। लेकिन जङपना जानुभन्दा अगाडि चाहिँ महानदीमा चाहिँ हाट लागेको रहेछ। हामी चाहिँ त्यहाँ हाटमा पस्छु गाइस। हेर्नुहोस् ल, हामी हाटमा पनि हाटको पनि मैले भिडियो सुट गरेको छु, देखाउँछु ल। हामी चाहिँ महानदी पुग्यो, तर योपट्टिबाट चाहिँ हामी गाउँ जाने हो जङपना। तर हामी चाहिँ पहिला महानदी हाट जाने। महानदी हाटमा जाने। कोप्पाले पनि गाडी यस्तो ठाउँमा झारेको थियो, चेप्टी हामी चाहिँ अब झर्दैछु। अनि महानदी हाट एकछिन घुम्ने, घुमेर चाहिँ फेरि गाडीमा बस्ने। अनि फेरि घर जाने गाउँ जङपना। हेर्नुहोस् त, महानदी हाट पनि यति लाग्दो रहेछ यता, मलाई त थाहै थिएन। मैले आजै देखेर चाहिँ लु जाउँ त बहिनी भिडियो बनाऊँ भनेर चाहिँ हामी झरेको। यस्तो हुँदोरहेछ गाइस, महानदी हाटमा चाहिँ सबै थियो, दबाईदेखिको लिएर माछा मासु सबै, गुपचुप, लुगा फाटा, सब्जी, खुकुरीहरू पनि थियो, सबै थियो गाइस। तर हामी चाहिँ किन्नु चाहिँ केही किनेन, देखाएको मात्रै महानदी हाट चाहिँ यस्तो रहेछ भनेर। हामीले चाहिँ खालि पुच्का खायो म र बहिनीले, अनि चप खायो। लु गाइस, अब फेरि हामी गाडीमा चढ्यो। अब महानदी हाट घुमेर पनि अब चाहिँ हामी जाने जङपना। अब हेर्नुहोस् गाइस, गाडी चाहिँ यसरी यताबाट घुमाउनु पर्छ। अनि जङपनापट्टि लाग्दैछु, तपाईँलाई भ्युज देखाउँछु हेर्नुहोस् ल। अब जङपनामा चाहिँ मेफेयर पनि छ गाइस, हेर्नुहोस् देख्नुभयो। अनि तल्लो गाउँमा छ, तर हामी चाहिँ माथिल्लो गाउँमा बस्छु। ऊ तल चाहिँ फ्याक्ट्री देख्दै थियो भर्खर चाहिँ, तपाईँलाई फ्याक्ट्री पनि देखाइदिन्छु। तल फ्याक्ट्री यो चाहिँ कुन चाहिँ खोला भन्छ मलाई थाहा छैन, तर पानी सुकेको छ। अब चाहिँ हामी ब्रिज पुग्छु होला गाइस। यो चाहिँ फ्याक्ट्री हो, जङपना फ्याक्ट्री। म चाहिँ गाडीमा थिएर चाहिँ फोन पुरा हल्लेको छ गाइस। ब्रिजमा चाहिँ यस्तो छ गाइस, हेर्नुहोस् पर चाहिँ शिव भगवानको मूर्ति छ, जहाँ माथिबाट चाहिँ पानी आउँछ शिव भगवानको माथि। यो चाहिँ ब्रिज हो। अब यो ब्रिजलाई काटेपछि चाहिँ फ्याक्ट्री आउँछ, जङपना फ्याक्ट्री। तर मलाई चाहिँ यस्तो अल्छी लाग्यो कि गाडीमा, अन्त मैले चाहिँ छुर्पी खाँदै बसिरहेको थिएँ। छुर्पी खाँदै अब यहाँबाट चाहिँ हामी उकालो चढ्दैछु गाइस। ऊ तल चाहिँ त्यहाँबाट आएको हामी चाहिँ। अब यहाँबाट उकालो चढ्दैछु। उकालो चढेपछि चाहिँ फ्याक्ट्री आउँछ। फ्याक्ट्री आइपुगेपछि चाहिँ तल्लो गाउँ आउँछ। तल्लो गाउँबाट चाहिँ हामी माथिल्लो गाउँ पुग्छु, जहाँ चाहिँ हामी बस्छु। मम्मी बाबा चाहिँ त्यही छ। हेर्नुहोस् गाइस, फ्याक्ट्रीको पनि मैले भिडियो बनाएको छु सायद। हेर्नुहोस्, यो चाहिँ हो जङपनाको फ्याक्ट्री। राम्ररी चाहिँ देखाउनु पाइनँ, भित्र चाहिँ दामी छ। भित्र जानु चाहिँ पाइनँ गाइस, किनभने म गाडीमा थिएँ। हेर्नुहोस्, यो चाहिँ फ्याक्ट्री हो जङपनाको। यो चाहिँ
अब चाहिँ हामी तल्लो गाउँ पुग्छु। तल्लो गाउँ पुगेपछि चाहिँ माथिल्लो गाउँ लाग्छु। माथिल्लो गाउँ पुगेपछि चाहिँ हाम्रो चाहिँ यो घर चाहिँ मम्मी चाहिँ त्यहीँ छ। मम्मी र बाबा चाहिँ हामी चाहिँ बडीकोमा गएको। अनि हेर्नुहोस् ल देखाउँछु। हामी चाहिँ अब फाइनली माथिल्लो गाउँ पुग्यो, जहाँ चाहिँ यत्रो ढुङ्गा देख्नुभयो गाइस। यो चाहिँ कत्रो ठुलो छ ढुङ्गा। अब माथिल्लो गाउँमा चाहिँ यहाँ मुनि गाडी रोकिरहेको छ, सामान झार्दैछ। अनि हल्का म र बहिनीले फोटो खिचेको, तर भिडियो पो भएछ। माथिल्लो गाउँ पुग्यो हामी गाइस। अब गाडी चाहिँ ग्राउन्डमा राख्नुहुन्छ कोप्पाले। देखाउँछु म ग्राउन्डमा झर्छु हामी, म र बहिनी। अनि ग्राउन्डमा झरेर चाहिँ जान्छु घर। गाइस फाइनली हामी चाहिँ पुग्यो जङपाना। अब चाहिँ झरेको, अब झरेर कोप्पालाई गाडी भाडा दिएर चाहिँ हामी चाहिँ घरतर्फ लागेको, बहिनी र म चाहिँ। यस्तो माथि पत्ता देखाइदियो त्यो गाइस हामी फाइनली पुग्यो। ढुङ्गा त कस्तो छ यो। प्रतुल अहिले 1 बजे पुगेर होइन सिधै भ्लग हालिदिन्छु कि। मैला चाहिँ खुसी भएन, मैला छ। नमस्ते कोप्पा। अन्त नमस्ते हजुर। मेरो काकाको छोरी मम्मी। नमस्ते देवा। जाउँ न यहाँबाट भनिदिएको दिदी बहिनी हो भन न मम्मी। हामी आउँछ नि सबै भागेको, यहाँबाट देखाइदिइहाल्यो नि। तिमी नचढाइ खुसी लड्छ। माथिबाट आएको हामी चाहिँ। बेमा पनि आइपुगेको छ भर्खर। तिमी नचढ्ने यहाँ आउँछु पर घर मम्मीमा, पर घर जाउँ ल मम्मीको घरमा। छैन छ मम्मी। बेमा कहाँबाट आयो? हेलो गाइस, नमस्ते। गएन मम्मीलाई खोजिकन आउँछु। अल्छी के लाग्छ? सबै घुमको टुरिस्ट हो। जाउँ हामी पनि टुरिस्ट। हामी पनि टुरिस्ट लाग्दैको।
भर्खर गएको चाहिँ मेरो बडीको घर थिएन गाइस अब चाहिँ म मामाको घर लाँदैछु मेरो मामा नमस्ते 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 ठिक छ मेरो काकाको छोरी मेरो माइती मम्मी कौन है मम्मी गायब सबै गायब मम्मी झ्याउली यहाँ आउन के हो तिन बारी जस्तो पनि छ त्यो राख्नु रहेछ हामी चाहिँ जस्तो गाइस मम्मीलाई भेट्नु लास्ट त्यहाँबाट चाहिँ क्लोज गरिदिन्छु किनभने म खाएको पुरा हामी त खाएको बिहान बारी भन्दैछ गाइस नमस्ते डुलिरह तिमी गायत्री गयो अरे गयो न मैले भने अनि भोलि चाहिँ हाम्रो चाहिँ यता चाहिँ गिबेमा चाहिँ रामनवमीको मेला छ अनि भोलि म चाहिँ सुट गरेर हाल्छु गाइस भोलि भेटौँ बाई बाई